म यता माथि हाम्रो खेतबाट पानी लिन आएको यहाँ है। एउटा खेतमा पानी पिउनको लागि पानी पनि छैन, अनि पानी लिन आएको त पानी त फोहोरो पो छ त। यत्रो तल आउनुपर्छ, खेतबाट आधी घन्टा तल। हामीले खेती गर्ने ठाउँमा पिउने पानी छैन, कसरी हुन्छ कृषि प्रधान देश। त्यस्तै ल कुलाको पानी खानु पर्ने यस्तो बाध्यता छ। ल हेर्नुहोस्, त्यही पनि फोहोरो आएछ पानी लिन आएको। अनि नेपाल पानीको दोस्रो र कृषि प्रधान देश, खेतमा पानी छैन। ल यही पानी फोहोरो पानी भए पनि अब सँगालेर बोतलमा राख्नु पर्यो। बोतलमा राखिसकेपछि अनि सफा हुन्छ, सफा भइसकेपछि खानु पर्यो। अब के गर्ने त हैन, आर्मीहरूले यस्तै गरी खानुपर्ने बाध्यता छ नि। हुन त यो माटो राम्रो, जो माटो है स्वास्थ्यको लागि माटो एकदम राम्रो, तर यो कृषि प्रधान देश अनि जलस्रोतको दोस्रो धनी देश, पानी अझै प्रशस्त छैन। इन्डियामा गइरहेछ नेपालको पानी। अब यो पानी लगेर सफा यस्तो लास्टमा माटो सङ्लिन्छ, अनि त्यसपछि सफा बनाएर खानु पर्यो। के गर्ने त, यस्तै छ हजुर कृषि प्रधान देश, जलस्रोतको दोस्रो धनी देश मेरो। हे भगवान्।